किन हाँसिस त मेरो भए सुन्दरी सुनि बे कहिले कुसे कहिले नआउँछ जम्मै रुमको छाना नचले बस्छ बाबु तलदेखि माथि हो क्या नभए जरी लायो जरी होइन माला अहिले हेर्ने के सबैले अहिले एकछिन न हामीले फोटो खिच्दैछौँ त यहाँ सबभन्दा राम्रो मनोजको भएको छ होइन यहाँ तिम्रो पनि भएको छ राम्रो भएको उसो पिरिन्सको मम्मी मेरो कस्तो अनि तिलक माला बुझाएको नि मेरो अलग गाउँ अब अब भाइलाई उल्टो भयो तिम्रो माला भाइको ल भयो खै दही अघि यो भरि होइन भाइ यो त होइन के हो त्यो ऊ यो त होइन के ल्याउ न हो त्यही हो क्या नेलाउन होस् का ला न वाटो चाहिँ त यति हुन्छ काट्नुहोस् क्या टमाटर टाक्छ त ल दाइलाई खुला इन्टको जाटो दाइ अर्ग्यानिक भयो बल्ल अर्ग्यानिक अर्ग्यानिक ल इलाक झनी छान्छ अलि त किन तत्तारी यसको मलाई त मिठाई कास्निस् दिदीले खुवाउनुहुन्छ अनि दिनुहुन्छ सिउरी दिमै नि सार ए जियाले पनि एक कुन्टा साग राखेर डोर दिएछ त ए जिया त्यो राखेर चाहिन्छ अब मिठाई आफैलाई तिमी आफैलाई पनि लाउने हैन र ऊ कानमा फुल राख्ने हैन इलाङ कान्न अगाडिपट्टि दाग्ने नुन लाग्दैन तिनीहरूलाई रमाइलो भएको छ यस्तो गर यस्तो दिदीले जस्तो गराइदियो घुसाइदेऊ यहाँ यहाँ यस्तोमा हो त्यसमा घुसाइदियो पिरिन्सको यो भिडियो राखिदिने हो के गाई गर्दै यसपालिको भिडियो राम्ररी गर न बिस्तारै बिस्तारै राम्ररी यता हेर्ने होइन त्यसले काकाले हो वाह अहिले भिडियोमा देखाउने हो बाबुले नोरी कहाँ भनेको भिडियोमा देखाउने हो जिया ल अब के गरौ यता हेर त छोरा भाइ मसला खुलाइदे खुवाउनु भयो ल अब दाइहरूलाई खुलाउ बाबु यता हेर पिरिन अब कपै खुवाइदेऊ दुईटैले हेर मम्मी म त दुईटै खान्छु मम्मी म दुईटा दुईटै हेर भनेको यता जियालाई त्यो आएकै छैन त जिया यहाँ मिलेन के फोटो खिच्नु साङ्ग्रो भेट्यो न अबै ल अब भाइलाई पनि एउटा लड्डु खोलाइदे ल भयो अब त्यति मलाई खुवाउनेले दाइहरूले अब उता खोइ त ढोगेको तपाईँहरूले पैसा दिएर ढोक्ने मिलान जोड्ने ए दाइ दिनु न पैसा दिनु पहिला पैसा दिन पर्यो अनि ढोगाउन पर्यो रेडी जात मुल्या भने मि मामा गएर झोल्दै रेन्डे भाग्यो नि 10 रुपैयाँ भाग्यमानी भएस
ल अफिसर भएस अर्को पाल त अफिसर भएस ल जियालाई पनि खोइ ल जिया पैसा खोइ दाइ बुसाको ओइ दाइ नानीके त कपडा हुन्छ होला त मानि नआउने नि त टिका बुसाक राख्दै इनागरा लिया के गिफ्ट मकै इखिला अब इसके टिका बुसाक ल खै अब यो त जियाको ए भाग्यमानी भएस दादा भन जो बाबु तिमी खोइ बाबुले पैसा दिनु न निधारमै दिएको हो के खोइ पैसा भाइले खुट्टा लिनु भयो हाड्दिएर हुन्छ के हाड्दे के भाइले हाड्दिउ के भयो होइन यसो गर अनि डोक्छ ल देऊ दिदीलाई देऊ खुट्टा दिदीलाई देऊ अब खुट्टा देऊ नानी भाइलाई खुट्टा देऊ माथि लैजाऊ हो अर्को पनि अनमोल केसीले पनि त्यस्तै ढोगाइदिए आफ्नो दिदीलाई ल भयो अब तिमी यता बस अब यो लगाइदिन्छ तिमीलाई बस नपस्दै टिका जाबिसक्योलाई खै अघिनको फुल त्यस्तै गर्नु न तिनीहरूलाई रोटी घुम्न पर्दैन ला यो जियाल के हो दाइहरुलाई गिफ्टै नदिएको हेर कमाइ छ तिमी त यो प्रिन्सलाई दियो थ्यांक यू भन थ्याङ्कु कस्तो हो दिदी यता आइज मैले देखाउँछु तँलाई अब यता हो तिमी बाबुले अहिले लगाइहाल यहाँ हो के बस धेरै जुरले के टिका जुरले हो नजान्ने न नाच्चा रहेछ न बिक्कु टिका बुसाक नर खोइ पूजा जम्मा जता छोरी के टिका नबुसाकस दे यतातिर बस पूजा जम्मा जतास दे फुलले पूजा छोरा गर्नु अब मैले के दिएँ बाबु यता हेर यहाँ हेर मैले गरिदिएँ के कपडा दिए देखाइदिए त ओ सेतो छ तिमीले त पोर गर्छ वाउ बाबुलाई मन पर्ने स्टार राम्रो लगाइदिए नानीलाई मन पर्यो पऱ्यो कि मन स्टारै भएको अनि मन पर्यो कि नै हो राम्रो छ त यो आखिरै सिडी थुप्रा छ न रे तिमी ठुलो छ नि त त्यही भएर यो ठुलो किनिदिएको वाउ ल भयो न होइन मिल्छ कि यहाँ मिल्छ लाउडा मिल्छ लाउडा मिल्छ कि यो ठुलो छ नि त पहिला लाउनु पर्यो नि तेरो उठाले अहिले त छुट दिदीलाई पर्दैन दादाले लगाइदिएपछि लगाइदिने भयो लगाइदियो लगाइदिन मन लाग्यो ल अहिले पखाला अहिले दाइ फेरि मिमी के मारेको जस्तो काप्न माले सिधै रे जोस गोच्च मिताले ल्याउ पुरै सिनमा बिचङ बुझाउँदिन बिचङ र छुट्टै अब जरी दे भयो के खान मन लाग्छ आफै मसला खान्छ रसको गाई पनि हुन्छ कि त्यही खाउ न एउटा सबैको हो कि त्यो जसले खाए पनि छेउलाई खास गरेर जुन चिज सस्तो थियो त्यसले ल्याउला धेरै मम्मीहरूलाई ल्याइदिएको हो कि त्यो यताको खाना ऊ आन्टीले दिदीले दिन छ दिदीले यहीँको खाना यहीँको खोलेको दिएपछि तिमीले खालास् के पछि हामीले नै खाने हो कि त्यो जसले खाए पनि हुन्छ यहाँ खोलेको खाउ न खोइ नाके पैसा अझै अर्को छ कि गइया गानै भन्छ नामे हजुर नाकु त आठ टक्का नु हेर्नु ओले गेमा चाक्नु मिटर 7 करन्ट मिटर पनि त्यस्तै छ इस अल्सियसमा तर आसैटा त्यो बज्यो दिन्छ Pangay nga lo, uski makataman, ar kung asa tayo, tag mo na rin. Kasi katlet.
खै जिया त रोज झाले भने मेरो त सिन्धुलाई भयो जस्तै त्यसको चाहिँ डुल्छ रहेनछ मम्मीको जस्तो सानोमा त डुल्छ देख्थ्यो